वेलकम टु माई न्यू ब्लग। म चाहिँ यहाँ आज यसो घुम्न आएको छु। यो चाहिँ हाम्रो खोलाको छेउछाउ हो। यो चाहिँ यसलाई रतुवा खोला भन्छ। यहाँ एउटा भाइ हग्दैछ। हग्ने भाइको नाम चाहिँ आर्य बस्नेत हो हैन। यहाँ हेर्नु यहाँ तपाईहरु आउन सक्नुहुन्छ। यहाँ चाहिँ यता अर्को भाग्दैछ हगुवा। एउटा भाइ एउटा हगुवा यता कता भागो हैन। यो चाहिँ एकदम राम्रो ठाउँ छ। तपाईहरुले आउन सक्नुहुन्छ यहाँ डेटिङ बस्नलाई। कसैले पनि थाहा पाउँदैन है। यहाँनिर यो चाहिँ काँस यसलाई चाहिँ काँसको फुल भन्छ है। एकदम राम्रो छ। तपाईहरु यहाँनिर आएर यसो फोटोसोटो खिच्नुहुन्छ भने एकदम दामी ठाउँहरु पनि छ हैन। भिडियो सिडियो बनाउनको लागि। अब तर यहाँ चाहिँ एउटा के खतरा छ भने चाहिँ यहाँ चाहिँ बाघ भालु पनि हुन सक्छ हैन। त्यसैले आफ्नो ज्यानको अलिकति ओइ राहुल ओइ राहुल यहाँ मेरो केटाहरूलाई लिएर अब यहाँ भित्र जाँदैछौँ हामी चाहिँ। अब यहाँ बाघको हन्टिङ गर्नलाई आएको हैन। यता जाउँ। ओइ उहाँ जाउँ। यहाँ खसखस गर्दैछ हौ केटा हो। उहाँ खसखस गर्दैछ। स्याल छ कि जस्तो लाग्दैछ। स्याल तपाईहरुलाई हामी यहाँ हाम्रो चाहिँ दुईजनाले हैन मूत्र विसर्जन र अर्को टोयलेट विसर्जन दिशा विसर्जन पनि गरिसक्नु भएको छ दुवैजनाले। यता हाम्रो राहुल श्रेष्ठ, यता आर्य बस्नेत फ्रम हगुवा। मेला लाग्दैछ पार्दैन आउजी अरे। यो चाहिँ हेर्नु यत्रो हेर्नु यस्तो ठाउँहरु छ। अझै यहाँ चाहिँ हामीले एकदम ध्यान त्यहाँ पक्कै नि बाघ छ। के छ खसा गर्दैछ केटा हो। ए घाँसमा काटेर रहेछ मान्छेले। हेर्नु यस्तो कहाँ यता जानु उतै फर्क्यौँ होला हौ। यस्तो दामी सिन छ यार। यस्तो दामी छ हाम्रो माझमा। तपाईहरुलाई यस्तो राम्रो गन्तव्य यस्तो राम्रो सिनहरु देखाइरहेको छौँ है। तपाईहरुले यो चाहिँ आउन चाहनुहुन्छ भने चाहिँ यो चाहिँ दमक सयपत्री टोल को यतापट्टि खोला पारी भनौँ न यहाँ आउन सक्नुहुन्छ। यहाँ एकदम राम्रो छ। यता यहाँ तपाईहरुलाई अब भिडियो सिडियो बनाउनलाई फोटोसोटो खिच्नुलाई हैन एकदम राम्रो छ हैन। अब यति भन्दै आजको मेरो यो गन्तव्य चाहिँ अब बाघ चाहिँ भेटाइएन हामीले हैन। मान्छे चाहिँ घाँस काट्दै रहेछ बाघको जस्तो समातेर झन्डै हाम्रो सातोपुतको उडायो हैन। त्यसैले आजको भ्लगमा चाहिँ अब यहाँसम्म चाहिँ जान्छु हैन। अब यो भ्लग कसले बनाउँदैछ होला भन्नुहुन्छ भने चाहिँ म चाहिँ क्यामेराम्यान सुनिल मगर। आजै कपाल काटेको हैन। यसो अब बालसाल हानेको हैन। यो घडी चाहिँ अब 10,000 को हो हैन। धेरै पनि हैन 10,000 हो। किन्न चाहनुहुन्छ भने तपाईहरुलाई मेरो लिंकमा गएर मेसेज गर्नु होला। तपाईहरुलाई सस्तैमा दिन्छु 8,000 समथिङमा दिन्छु। 20% डिस्काउन्ट। ए उहाँबाट जाउँ न। यो चाहिँ तपाईहरुलाई 20% डिस्काउन्ट हो। यो घडीको नाम चाहिँ हैन टी-शर्ट 1853 मा बनेको हो हैन। यो घडीमा चाहिँ अब त्यस्तो खासियत चाहिँ के छ भन्नुहुन्छ भने चाहिँ यो चाहिँ एकदम ब्रान्ड हो। ब्रान्ड पनि पर्यो हैन। अब तपाईहरुलाई हैन यो घडीको चाहिँ चप्ली चाहिँ अब यो फेरि 3600 को हो हैन। 3600 मात्रै किनेको यो चप्पल। तपाईहरुले अब गफ हान्ने भन्नुहुन्छ होला हैन। म चाहिँ फेरि अब त्यस्तै अलिकति अब हैन अब ब्रान्डेड सामानहरु मात्रै लाउने गरिन्छ हैन। त्यही भएर हाम्रो यता सर पनि आउँदै हुन्छ। सरको पनि अब अलिक सर्ट पनि ब्रान्डेडै पर्नुभयो हैन। मोबाइल अब नथिङ मोबाइल बोक्नु भएको छ सरले। यता सरले आइफोन 16 प्रो म्याक्स बोक्नु भएको छ। म चाहिँ यो भिडियो रेडमीबाट बनाउँदैछु। रेडमी नोट 14 प्रो म्याक्स एक्स अल्ट्रा सबै हो यो मोबाइल चाहिँ हैन। तपाईलाई अब यसमा आएर यसो भिडियो सिडियो बनाउनुहुन्छ भने चाहिँ हैन आउनु होला। मैले लोकेसन पनि भनिदिएको छु। यो लोकेसन चाहिँ सयपत्री टोल रतो खोला यता पछाडी साइड भनौँ न पारी साइड हो। यस्तो दामी काँस फुलेको छ। तपाईहरुले यस्तोमा आएर तपाईहरुले भिडियो सिडियो गर्न सक्नुहुन्छ हैन। ए माशाल्लाह
ल यति भन्दै म क्यामेराम्यान आजको भिडियो यहाँनिर सक्दैछु होइन। तपाईँलाई यो घडी चाहिएमा मलाई यसो मेसेज गर्न सक्नुहुन्छ होइन। तपाईँहरूलाई 20% डिस्काउन्टमा म दिनेछु यो घडी। त्यसैले आजको यो मेरो ब्लग यहीँ सकिँदैछ होइन। हस् त, धन्यवाद।